हजुरहरूलाई कस्तो लागिरहेको छ? राम्रै लागिरहेको छ राम्रो लागेको छ। यहाँ हुनुहुन्छ ठुलो फुपू। अहिले चाहिँ एकदम आँखा यस्तो गर्दै गर्दै हेर्नुपर्छ। यहाँ चाहिँ आसियाइले फुपू, यता मम्मी, यता बाबा हुनुहुन्छ, त्यता अर्को माइली फुपू, उता एउटा भाइ हुनुहुन्छ हामीलाई गाइड गरिरहनु भएको छ। यहाँ मेरो सोल्टी खालि मसँग रिसाउनुहुन्छ। मसँग धेरै रिसाउने होइन ल। यहाँ यता कान्छी फुपू अहिले चाहिँ एकदम इन्जोय भइरहेछ भन्नुभएको छ। इन्जोय भइरहेको छ। यस्तो जङ्गलमा हिँड्दाखेरि खुसी लागेको छ। सबै दिदीबहिनी भेट्नु त दाजुभाइ भेट्नु त रमाइलो भएको छ। अन्त दुइटा दाइ दुइटा छैन। अनि सबै धेरै हाल्ने भिडियो सबजना यति बेला चाहिँ एकदम खुसी हुनुहुन्छ कि त्यो पनि अझ गैडा देखेर गैडालाई भेटेर खुसी छ। ह्याप्पी अहिले चाहिँ सबैजना एकदम खुसी हुनुहुन्छ। ल उहाँ चाहिँ हाम्रो फुपू जेठी फुपू चाहिँ खालि निदाउनुहुन्छ, खालि निदाउनुहुन्छ, खालि निदाउनुहुन्छ। साइली फुपू चाहिँ चारवटा आँखाले टक्क लाएर हेर्दै हुनुहुन्छ है। यता इन्जोय भन्दै अर्को माइली फुपू एकदम आगो हुनुहुन्छ, उत्साहित हुनुहुन्छ, एकदम एक्साइट घर गइपुग्नु भयो। खालि घर जान भने चाहिँ एकदम गरिरहनु पर्छ। अहिले चाहिँ एकदम इन्जोय गरिरहनु पर्छ। मम्मी मोबाइलमा फर्कानु फेरि यता फेरि चार्ज चस्माले भन्दै यता चाहिँ सोल्टी खालि भएको 50 देखाउनु पर्छ। धेरै रिसाउने यो चाहिँ हाम्रो सोल्टी एकदम हेन्सम सोल्टीमा गरिरहन्छ एकदम के